2046 सालको जनआन्दोलन पछाडि जब 2048 सालमा नयाँ सरकार बन्यो त्योदेखि 2082 सालसम्म विविध जति पनि सरकारहरू बनेका छन् हामी जो फरक फरक जिम्मेवारीमा बसेका छौँ सार्वजनिक जीवनमा सार्वजनिक भूमिका निर्वाह गरेको सरकारमा बसेको अरू भूमिका निर्वाह गरेको सार्वजनिक पदमा बसेको सबैको सम्पत्तिको छानबिन गर्ने अनुसन्धान गर्ने र यदि ती सम्पत्तिहरू गलत ढङ्गले आर्जन गरेको छ गलत कमाई छ भनेदेखि भने त्यो सम्पत्ति जफत गर्ने हामीले भन्यौँ हामी यदि हामीले जिम्मेवारी पाउने हो भने सरकार बनाउन पाउने हो हामी 6 महिनाभित्र यो आयोग बनाएर जान्छौँ हाम्रो प्रतिज्ञा छ। राष्ट्रिय स्वतन्त्र पार्टीले त्यही कुरा भन्यो र उसले भनेको छ कि हामी आयोग बनाउँछौँ छानबिन गर्छौँ र यदि अवैध हो भने सम्पत्ति जफत गर्छौँ। नेपाली कांग्रेस पार्टी यो विषयका सन्दर्भमा नयाँ बन्ने सरकारले तत्काल यो आयोग बनाउनुपर्छ। हाम्रो साथ पनि रहन्छ हाम्रो माग पनि रहन्छ। राष्ट्रिय स्वतन्त्र पार्टी जनताले चिनेन, नेता को पनि चिनेन, घन्टी छाप भन चुपचाप घन्टी छाप। सहरबाट गएका छोराछोरीले बाबुआमा हजुरआमा हजुरबाबु पनि भोट हालिदिए। निर्वाचन परिणाममा आउँदा के हो अप्रत्याशित आयो अनपेक्षित आयो। म आफै निर्वाचन प्रक्रियामा जाँदा मेरो प्रतिस्पर्धी हामीले परम्परा ढङ्गले सोच्यौँ एमाले प्रतिस्पर्धी छ कांग्रेस प्रतिस्पर्धी छ घन्टी त देखेकै छैन हिँडेको पनि छैन एजेन्ट पनि छैन है। घन्टीका प्रत्याशी उम्मेदवार पनि हामीसँगै हुनुहुन्छ मसँगै हुनुहुन्छ। कमसेकम उहाँले 5000 मत ल्याइदिएदेखि सहज हुन्थ्यो। बजारिया एरियामा घन्टीले मत काटे मलाई जित्न सहज हुन्थ्यो भनेर उहाँहरूसँगै ल जाउँ हिँडौँ भनेर लाँदै गर्दा निर्वाचन म 6000 मत लिएर गाउँबाट सहर पसेँ। अघि यहाँ म जोड्न खोज्दैछु नगरपालिका पस्दाखेरि म 5157 मतले अगाडि थिएँ। नगरपालिकाका 11 वडामा झन्नै उहाँहरूको कांग्रेस एमालेको कांग्रेसको 80% एमालेको झन्नै 40% मत चाहिँ बचाउन सकिएन। अनि त्यो मत जाँदा के भयो अब बढी भयो र अन्ततः थोरै मतान्तर लज्जास्पद हार भन्नु हो सम्मानजनक हार मानौँ अरूको मान्दा। अब यो निर्वाचन चाहिँ स्वाभाविक ढङ्गले भन्दा पनि अलि अस्वाभाविक ढङ्गले नै अगाडि बढेको निर्वाचन हो होइन। अब यो कस्तो हुन्छ भने बिरामीलाई चाहिँ नि अपरेसन गर्नुपर्ने बेलामा प्रेसर सुगर लगायतका रोगहरूको औषधि खुवाएपछि मात्रै गरिने चलन हुन्छ। अब 2-3टा विषयवस्तुको चाहिँ छिनोफानो नभइकन जुन ढङ्गले निर्वाचनमा हामी गयौँ एउटा सर्वोच्च अदालतमा विचाराधीन मुद्दाका सन्दर्भमा संसद पुनर्स्थापना हुने या नहुने अदालतले एउटा निचोड निकाल्थ्योस् त्यस पछाडि मात्रै निर्वाचन जानुपर्छ भन्ने हाम्रो धारणा थियो। केपी शर्मा ओलीज्यूले 5 वर्ष अगाडि गरेको संसद पुनर्स्थापना चाहिँ तीव्र गतिमा सुनवाई गरेर अग्राधिकार दिएर 37 दिनभित्र अदालतले टुङ्ग्यायो। अहिले चाहिँ 6 महिना पछाडि 21 गते चुनाव हो 22 गते मात्रै साधारण तारिक तोक्ने एउटा परिस्थिति बन्यो। यद्यपि त्यो बोले बापतै मेरो विरुद्ध पनि अदालतको मानहानि मेरो साथीभाइहरू मुद्दामै गएका छन् जस्तो लाग्छ होइन। अब दोस्रो विषयवस्तु चाहिँ नि जुन ढङ्गले गौरीबहादुर कार्कीको आयोगको चाहिँ प्रतिवेदन बीबीसीका रिपोर्ट लगायतका जे चिजहरूलाई चाहिँ नि परिस्थितिलाई फरक ढङ्गले व्याख्या गर्ने र हाम्रो पार्टी अध्यक्षज्यू र हाम्रो पार्टी र हाम्रो उम्मेदवारहरूको विरुद्ध चाहिँ जुन खालको एउटा डिजिटल प्लेटफर्मको म्याक्सिमम प्रयोग सदुपयोग दुरुपयोग गर्ने एउटा परिस्थिति बन्यो होइन। अब अर्को कुरा चाहिँ नि अब हामीले निर्वाचनमा चाहिँ नि एमाले लड्ने कि नलड्ने एमालेको दोहोरो भूमिका रह्यो भन्ने कुरा कतिपय ठाउँबाट आयो। अब हामीलाई लागेको कुरा के थियो भने यो निर्वाचनको नाउँमा जे कुरा हाम्रो विरुद्ध पाकिरहेको थियो अब हामीले निर्वाचनमा भाग नलिकन बहिष्कार गर्ने कुराले सम्बन्धित षड्यन्त्रमा संलग्न रहेका राष्ट्रिय अन्तर्राष्ट्रिय शक्तिहरूलाई नै लाभ हुन्छ। किनभने प्रतिनिधि सभाभित्र नेकपा एमालेको शून्य उपस्थिति बनाउने जुन प्रपञ्च रचिँदैछ त्यसो हुँदाखेरि हामीले चाहिँ हाम्रा मागहरू अदालतमा हामीले उठाएका विषयवस्तुहरूलाई पनि निरन्तरता दिने र निर्वाचनको प्रक्रियामा पनि भाग लिने र यो जे कुराहरू भइरहेको छ यो कुरा जनताको बिचमा लैजाने भन्ने हिसाबले हामी निर्वाचनमा भाग लियौँ। यद्यपि जनताको बिचमा हाम्रो विरुद्ध फिँजाएका भ्रमहरूलाई यथार्थको आएन र पनि अब हामी चाहिँ यो परिणामलाई स्वीकारेर प्रतिपक्षको एउटा रचनात्मक भूमिका खेल्ने ठाउँमा छ। आलोचना के थियो भने कम बोल्छ रुखो बोल्छ घुलमिल बोल्छ यस्तो यस्तो चाहिँ कमेन्ट थियो घमण्डी छ अहङ्कारी छ दम्भी छ। किनभने यो केपी ओलीसँग नजिक छ। 3टा फिल्म बनेका छन् मान्छेका दिमाग वास गर्न सबै नाइट बसमा ती चाहिँ प्रदर्शन गरिएका छन्। दिमाग वास गर्न झरी पछिको इन्द्रेणी दिमाग खराब सेन्टिभाइरस यी कसका लगानी
नमस्कार रौतहट 4 का मतदाताहरू, आमा बुवा दाजुभाइ दिदीबहिनीहरू, यस पटकको निर्वाचनमा तपाईँले मलाई जुन मत दिनुभयो त्यसको म उच्च सम्मान गर्दै तपाईँहरूप्रति आभार प्रकट गर्न चाहन्छु र रौतहट 4 को जनताको समस्या समाधान गर्न म जीवनभरि बाँचुन्जेल लाग्नेछु, तपाईँलाई साथ दिनेछु। गरिब निमुखा जनता धेरै छन्। मेरो एउटा एजेन्डा छ, स्वास्थ्य र शिक्षामा आमूल परिवर्तन, निःशुल्क। पैसा नहुनेले अब पढ्न पाउनुपर्छ, उपचार गर्न पाउनुपर्छ भन्ने मेरो अभियान जारी रहनेछ। रौतहट 4 का मतदाताहरूले राष्ट्रिय जनता पार्टीका उम्मेदवार गणेश पौडेललाई विजय गराउनु भएको छ। उहाँलाई म बधाई र सफलताको शुभकामना दिन चाहन्छु। उहाँलाई पनि म भन्न चाहन्छु, अब धेरै किसिमका समस्याहरू छन् रौतहटमा, त्यसलाई समाधान गर्न तपाईँ सक्रिय हुनुहोस्। तपाईँलाई मेरो सहयोग र समर्थन रहनेछ। म यहाँको जनताको समस्या समाधान गर्न आएको हुँ। म चुनाव हारे पनि कहिल्यै पनि यहाँको जनतालाई बिर्सिने छैन। यहाँको जनताको सेवा गर्न म 24 घण्टा तल्लीन रहनेछु। बिरामीहरूको उपचार गर्नेछु। निमुखा जनता